Now I'm turning you to the 11th chapter, quickly, please, of Hebrew. हिब्रूको 11 अध्याय हामी झट्टै खोल्ने छौं. Now, many of you know how in answer to Elijah's prayer, the fire of God came from heaven. तपाईहरु धेरैलाई याद छ कसरी एलियाको प्रार्थनाको उत्तरमा स्वर्गबाट आगो झर्यो. And how God proved that day that he was God and not Baal, whom the queen of the land worshipped. प्रभुले यो साबित गर्नुभयो कि उहाँ नै साँचो जीवित परमेश्वर हुनुहुन्छ अनि बाल देवता चाहिँ हैन जसलाई त्यहाँ आराधना गरिन्थ्यो. Now you will find that except for hardly any reference at all here to Elijah यहाँनिर एलाइजाको कुरा नपाए पनि in this gallery of faith. यहाँ विश्वासीहरूको नाउँमा. Now, what would you say to that? तपाईले के भन्नुहुन्छ यसको विषयमा? Such a mighty event, यति ठुलो world-shattering event, यति ठुलो संसारलाई नै हल्लाउने घटना, when people fell on their faces and cried, Jehovah is God. जब मानिसहरू निहुरेर भने यहोवा नै परमेश्वर हुनुहुन्छ भनेर. Now we need many such manifestations in this country. हामीलाई यस्तै खालके प्रकटीकरण यो देशमा चाहिन्छ. And in the many countries where there is a lot of skepticism and unbelief. अनि धेरै यस्तो देशमा पनि जहाँनिर धेरै शंका र अविश्वासको We कुराहरू have छन्. just got to make it clear that God is with us. That is Jesus. हामीले यो कुरा स्पष्ट पार्नुपर्छ कि परमेश्वर हामीसित हुनुहुन्छ अनि परमेश्वर चाहिँ येशू हुनुहुन्छ. Now that is his very name. उहाँको नाम नै त्यही हो. We can't change his name. उहाँको नाम हामीले बदल्न सक्दैनौँ. Emmanuel. इमानुएल. I do not know if in your family and in your life, you have to find some other name for Jesus. मलाई थाहा छैन तपाई कतिजनाले अर्कै नाम येशूको लागि राख्नु भएको छ होला. The invisible one or the one who is never seen, never welcome. अदृश्य जसलाई कहिले हामी देख्दैनौँ, जसलाई हामी स्वागत गर्दैनौँ. I don't know, but Emmanuel is his name. त्यो त उसको नाम हैन तर इमानुएल चाहिँ उहाँको नाम हो. Meaning अर्थ God with us. अर्थ चाहिँ प्रभु हामीसित. What an amazing thing. कति अचम्मको कुरा. It's not just the crowd, it's not the hall, it's not the piano, it's not the pictures, it's not the choir, it's not the preacher. It is God with us. भवन बाजा गाजा प्रचारक यस्तो कोही पनि हैन तर परमेश्वर जो चाहिँ हामीसित हुनुहुन्छ. Now that should be your experience, my dear people. हाम्रो अनुभव चाहिँ यही हुनुपर्छ. Christ in you, the hope of glory. ख्रीष्ट हामी भित्र महिमाको आशा. God working with them with signs following. परमेश्वर उनीहरुसँग काम गरे आश्चर्य कर्मसँग. Now this should be a daily occurrence. यो चाहिँ हरेक दिनको कुरा हुनुपर्छ. Both consciously and unconsciously this should take place around you. हामीले याद गरौँ या याद नगरौँ यो यस्तो कुरा चाहिँ हुनुपर्ने हो. So my dear people, यसले गर्दा मेरो in this मित्रहरू great gallery of faith, यहाँ विश्वासको यहाँ जहाँ नामहरू हामी लेखिरहेको you छौँ. find that Elijah barely gets a mention, hardly a mention. यहाँ एलियाको नाम चाहिँ केवल सानो मात्र लिएको छ. Then what are you and what am I? एलिया त्यस्तो हो भने तपाईँ र म चाहिँ को हौ त? See what foolish people we are. हामी त कति मूर्ख व्यक्तिहरू हौ In the sight of God, परमेश्वरको नजरमा. what am I? म के हो? So the psalmist says, भजनकर्ताले भनेको छ what is man that thou art mindful of him? मानिस के हो र तपाईले उहाँको ख्याल Or गर्नुहुन्छ? the son of man that thou visitest him? या मानवको पुत्र जसलाई तपाईले भेट गर्नुहुन्छ? See, what am I? हामी के हौ? You know, I find that the only way for me to go is to go down, down, down
humbling myself. परमेश्वरको अगाडि जानुको केवल एउटै तरिका चाहिँ के हो भन्दा आफूलाई नम्र तुल्याउनु, आफूलाई तल बनाउनु। That's the only way up. त्यही मात्र परमेश्वरकोमा जाने बाटो It हो। may be paradoxical. यो ठिक उल्टा कुरा हुन सक्छ। The only way up is the way going down. संसारले जुन चाहिँ माथि जाने जग्गा भन्छ त्यो चाहिँ तलको हो। And that is not easy for many of us. अनि मानिसहरूलाई त्यो कुरा सजिलो लाग्दैन। There is unseen pride in our heart. हाम्रो हृदयमा नदेखिने घमण्ड छ। So for no reason. कुनै कारण बिना। Oh, no great achievement. हामीले कुनै ठुलो कुरा प्राप्त गरेको पनि No हुँदैनौँ। great exploit. हामीले कुनै ठुलो कुरा गरेको पनि हुँदैन। Just a native pride. हाम्रो हृदयमा भएको त्यो घमण्ड It मात्र comes out in our word, हाम्रो शब्दमा त्यो आउँछ comes out in our attitude, अनि हाम्रो व्यवहारमा त्यो निस्केर आउँछ। comes out in our gait and हाम्रो manner. व्यवहार हामीले कस्तो खालके बोलीचाली गर्छ त्यसमा निस्केर आउँछ। What are we advertising? हामीले के कुरा देखाइरहेको छौँ? Self-advertisement. हामीले आफ्नै विज्ञापन आफूलाई नै देखाउने कुरा गरिरहेको छौँ। See, look at me, I am dust. मलाई हेर्नुहोस् म त धुलो हो। Now, will anybody want to say that? कसैले यो कुरा भन्न चाहन्छ होला? But what are we but dust? हामी के हौ र? हामी त धुलै मात्र हौ। Mere dust. केवल धुलो मात्रै। So, त्यसले गर्दा how humble we can be and should be. हामी कति नम्र हुनु पर्ने हो। Now, here we see in the 8th verse, 8 पदमा हामीले यहाँ देख्दछौँ 11th chapter of Hebrews, हिब्रू 11 को 8 by पदमा faith Abraham, when he was called to go out into a place where he should after receive for an inheritance obeyed. विश्वासद्वारा अब्राहमले आज्ञा पालन गरेर जाऊ भनेको ठाउँतिर गए। And he went out not knowing whither he went. यद्यपि उनी कतातिर गइरहेको थिए उनलाई त्यो थाहा थिएन। Now, does anybody go anywhere not knowing where he's कोही going? कुनै जग्गा जान सक्छ जसलाई थाहा छैन कहाँ हो भनेर। Some mad fellow maybe. एउटा पागल व्यक्तिले त्यसो गर्नु सक्ला। But तर does a farmer leave his country and his rich fields? के एउटा किसानले आफ्नो खेत र आफ्नो जग्गा छोडेर जान सक्छ? No. जाँदैन। See, my dear friend, मेरो प्रिय मित्रहरू हेर्नुहोस्, there is a go in the gospel. सुसमाचारले चाहिँ जा भन्दछ। Now, that's the resurrection principle. पुनरुत्थानको नियम चाहिँ यही हो। See, you cannot erase it. त्यसलाई तपाईले मेटाउन सक्नुहुन्न। You know, in my classroom one day at school, मेरो कक्षामा एक दिन the teacher brought the Tanjore doll. शिक्षकले विशेष प्रकारको गुडिया लिएर आए। Miraculous doll. Did you see the Tanjore doll? के तपाईले त्यस्तो खालके गुडिया देख्नु भएको छ? If you put it down, त्यसलाई तल झार्नु भयो भने फेरि माथि आउँछ। I said, boy, this is funny. मैले त भने यो त एकदमै हाँस उठ्ने रहेछ। You see, you become a Tanjore doll. Only you're not a doll. तपाईँ त्यस्तै खालको गुडिया बन्नुहुन्छ। The devil tries to knock you down. दुष्टले तपाईलाई तल झार्न खोज्छ। You're up again. तपाईँ फेरि माथि उठेर आउनुहुन्छ। Stronger than ever. बलियो भइकिन। It tries to knock you down. शैतानले तपाईलाई झार्न खोज्छ तल। It's not possible. त्यो सम्भव छैन। You're a Tanjore doll. तपाईँ त्यस्तो लड्दाखेरि उठ्ने गुडिया जस्तो हुनुहुन्छ। Much more than Tanjore doll, of course. त्यो भन्दा पनि बढ्ती। You're a child of the resurrection. तपाईँ पुनरुत्थानको पुत्र हुनुहुन्छ। The power of the resurrection is put into you. पुनरुत्थानको शक्ति चाहिँ तपाईँ भित्र हालिदिएको छ। Small capsule of that resurrection power. सानो कण त्यो पुनरुत्थानको शक्तिको तपाईँलाई You हालिदिएको all छ। know I don't like theories and philosophies of big talk. मलाई विभिन्न प्रकारको ज्ञान भनाइ र ठुल्ठुलो कुराहरू मन पर्दैन। You know that very well. तपाईलाई त्यो राम्ररी याद छ। I want to see that in action in all your life. मैले यो भनेको कुरा चाहिँ तपाईको जीवनमा भएको देख्न चाहन्छु। The resurrection power.
पुनरुत्थानको शक्ति can't knock it down त्यसलाई तपाईले लडाउन सक्नु हुँदैन because Jesus lives. किनभने येशू जीवित हुनुहुन्छ He ever liveth. उहाँ सधैँभरिको लागि जीवित हुनुहुन्छ And it is wonderful that the Bible says that He lives in us. अनि यो उद्देश्यको कुरा हो कि वचनले भन्दछ उहाँ हामीमा जिउनुहुन्छ What a dirty dwelling I am giving to my Lord. मैले मेरो प्रभुलाई कति मैला बस्ने ठाउँ दिइरहेको छु I don't like a dirty dwelling. मलाई मैला बस्ने ठाउँ मन पर्दैन If there is dust, I can't stand it. त्यहाँ धुलो छ भने म त्यो धुलोलाई सहनै सक्दिनँ I can't even sit at a table with a little dust on it. म धुलो भएको टेबलमा बस्नु पनि सक्दिनँ But तर what a dusty, dirty dwelling we are giving the Lord. तर हामीले परमेश्वरलाई कति मैला बस्ने ठाउँ दिइरहेको छौँ All the pollution we permit into God's body, God's temple. हाम्रो शरीर जो प्रभुको मन्दिर हो यसमा हामीले कति मैला हुन दिइरहेको छौँ Now I don't know what the Abraham's relatives said to him. अब्राहमको आफन्तले उसलाई के भन्यो मलाई थाहा What छैन kind of fool are you? तँ त कस्तो मूर्ख थिए Where are you going? तँ कहाँ गइरहेको I छस् don't know where I'm going. God asked me to go, I'm going. मलाई थाहा छैन म कहाँ जाँदैछु प्रभुले मलाई जा भन्नुभयो म जानेछु So he went. ऊ गयो See, friends, हेर्नुहोस् मित्र we must not lose sight of faith. हामीले विश्वासलाई चाहिँ गुमाउनु हुँदैन I'm so happy that I did not grow up in a house full of money. म यस्तो घरमा जन्म लिन जहाँ चाहिँ पैसाको भरि बढाउ थियो म त्यो कुरामा खुसी छु Last paisas, थोरै पैसा looking unto Jesus. केवल यीशुलाई हेर्ने कुरा मात्रै No beggarliness there, त्यहाँ माग्ने कुरा त छैन but a confidence. तर परमेश्वरमा भरोसा The Lord will not forget us. परमेश्वरले हामीलाई बिर्सनु हुन्न I don't know how worried your children are. You're arguing about money and fighting about something. तपाईहरु पैसा रुपियाँको लागि झगडा गरेर सुर्ताइरहेको देखेर तपाईको छोराछोरीहरु कति सुर्तामा छ त्यो कुरा मलाई थाहा छैन How stressed they are. उनीहरुलाई कति दबाउ परिरहेको छ But तर let us be careful. हामी सतर्क हुनुपर्छ We hear in this fellowship, यो संगतिमा हामीले सुन्छौं God has given us the great treasure of faith. परमेश्वरले हामीलाई विश्वासको महान धन दिनुभएको छ As you just heard, and you know, all of you know, तपाईले भर्खर सुन्नुभयो अनि तपाईलाई थाहा छ that the very fact that I'm standing before you is a result of faith. म तपाईको अगाडि उभिनु नै विश्वासको कारणले गर्दा हो That I am able to still perform these long journeys and preach in difficult places म अहिलेसम्म लामो लामो यात्रा गरेर प्रचार गर्न सक्छु and work night and day. अनि दिनरात काम गर्न सक्छु All right, who gets the glory? I'm a very strong man, is it? No. के म यो बलियो मान्छे भएर हो मैले महिमा पाउनु पर्ने हो हैन It's the Lord. परमेश्वरले गर्दा मैले यो कुरा गर्न सकिरहेको छु He will strengthen you also. उहाँले तपाईलाई पनि बल दिनुहुन्छ You know, friends, तपाई जान्नुहुन्छ when I see people being healed by the Lord from all kinds of diseases, जब मैले परमेश्वरले हर प्रकारको बिमारीबाट मान्छेलाई जाति पारेको देखे and others come and say, oh, somebody did black magic against me. अनि कतिजना आएर भन्छन् कि मलाई कसैले कालो जादु गरिदिएको छ My relatives had done black magic against me. मेरो आफन्तहरूले ममाथि टुनामुना गरिदिएको छ I say to them, म उनीहरूलाई भन्दछु hey, what are you talking? तिमीले के कुरा गरिरहेको छौ When Jesus is with you, जब येशू तपाईको साथमा हुनुहुन्छ भने then there is no magic or dark spirit or devil that can touch you. कुनै दुष्ट यस्तो कुनै शक्ति छैन जसले तपाईलाई छुन सक्छ
Only make sure that there is nothing between you and God. Confess your sin. तर यति चाहिँ याद गर्नुहोस् कि तपाईलाई परमेश्वरभित्र कुनै बाधा हुनु हुँदैन। आफ्नो हरेक पाप स्वीकार And I गर्नुहोस्। tell them, अनि म उनीहरूलाई भन्दछु, you know, I go to all kinds of places. म हरेक जग्गामा जाँदछु। I sleep in so many different beds in so many cities. म कतिवटा सहरमा धेरै पलङहरूमा सुत्ने गर्दछु। Well, how do I know if some black magician was really living in that room the previous night? मलाई कसरी थाहा हुन सक्छ कि यहाँ काला जादु गर्ने मान्छे यो कमरामा बसेको थियो? I just say, म यसो भन्दछु, Lord, प्रभु cleanse this room. यो कमरालाई शुद्ध पार्नुहोस् Let every dark power leave. अनि हरेक अन्धकारको शक्ति त्यो जग्गा छोडेर जाँदछ। Even before I go, म जानभन्दा अघि नै the devils must run away. शैतान चाहिँ त्यहाँबाट भाग्न पर्छ। So, people are so afraid of these demon powers मान्छेहरू किन यति साह्रो यो दुष्टहरूसँग डराउँछन्? and all kinds of sicknesses. Oh, you know, you cannot even find diagnosis for some of the strange sicknesses of today. अनि बिमारीहरू पनि कति बिमारी त हामीले के हो भनेर पत्ता पनि लगाउन सक्दैनौँ। But in the midst of all this, अनि यो सबैको बीचमा what a Savior we have got. तर हामीसित कस्तो मुक्तिदाता हुनुहुन्छ? What a shield from all these things. यो सबै कुराबाट बचाउन लागि उहाँ ढाल हुनुहुन्छ। So, त्यसले गर्दा Abraham trusted God अब्राहमले परमेश्वरमा भरोसा राखे and his faith was quite infectious. अनि उसको विश्वास चाहिँ सर्ने खालको विश्वास What does थियो। the 11th verse say? 11 पदले के भन्दछ? Through faith, Sarah herself received strength to conceive seed when she was past age, 90 years. विश्वासद्वारा नै सराईले नानी जन्माउने शक्ति प्राप्त गरिन्। Look at that. यो कुरा By हेर्नुहोस्, faith, विश्वासद्वारा he received strength. उहाँले शक्ति प्राप्त Is गरिन्। somebody here saying, I'm very weak, I'm very tired, I'm very sick? कतिजनाले भन्छन् म त बिमार छु, म एकदम थकित छु। Now let us have the Lord touch you even now. अहिले नै प्रभुले तपाईलाई छुन Why दिनुहोस्। not? किन? He sent his word and healed them. प्रभुले त वचन पठाउनु भएको छ तपाईलाई You जाति पार्न need लागि। new grace. God gives me new grace from day to day. प्रभुले हामीलाई हरेक दिन नयाँ अनुग्रह दिनुहुन्छ And you will receive it. अनि तपाईले त्यो ग्रहण गर्नुहुन्छ। So Sarah received grace, bring forth Isaac. सराईले अनुग्रह प्राप्त गरिन् आइजक जन्माउन Now लागि। here there is also the dwelling. You know, our minds are full of our living accommodation, which house to buy, which land to buy. हामी कुन चाहिँ घर किन्नु पर्ने हो, कुन चाहिँ जमिन किन्नु पर्ने हो, कहाँ बस्नु पर्ने, यो कुराले धेरै हामी सोच्ने You गर्दछ। know, here we are told, यहाँ भन्दैछ 8th verse, 9 पद, by faith he sojourned in the land of promise as in a strange country, विश्वासद्वारा नै उनी एक परदेशी झै प्रतिज्ञाको देशमा हिडुल गरे। dwelling in tabernacles with Isaac and Jacob. इजाक र याकुबसँग पालमा बस्ने गर्थे। Which man wants to live in a tent with the next generation and the next generation? को मान्छे चाहिँ पुस्ता पुस्तासम्म पालमा बस्न चाहन्छ? Won't somebody tell him, hey, have some sense? तिम्रोमा बुद्धि छैन भन्छ होला। A rich man, build yourself a nice house. तिमी त धनी व्यक्ति हो, मजाको घर बनाऊ न। My dear friend, मेरो प्रिय मित्रहरू, so when Moses came to years, 24th verse, 24 पद जब मोसा ठुलो भए, he refused to be called the son of Pharaoh's daughter. उहाँ चाहिँ राजकुमारीको पुत्र भनिन इन्कार गरे। Okay, ठिकै छ, somebody says to you tomorrow morning, भोलिको दिनमा कसैले तपाईलाई भने अरे, after Indira Gandhi, you're the prime minister. इन्दिरा गान्धी पछाडि देशको प्रधानमन्त्री तपाईँ नै हो, You have been chosen. तपाईलाई चुनिएको छ, Parliament voted for you. संसदले तपाईको चुनाव गरेको छ। My, you will say, what? के तपाईँ भन्नुहुन्छ Prime minister के म अब प्रधानमन्त्री बन्न गइरहेको छु? of the biggest democracy in the world. Democracy in brackets, of course. संसारको सबैभन्दा ठुलो गणतन्त्रको
whatever it is, जेसुकै होस्, and somebody says, कसैले भन्छ होला, listen, सुन, faith is greater than that. विश्वास चाहिँ त्यो कुरा भन्दा ठुलो हो। Faith? विश्वास, What will faith do to me? विश्वासले मेरो लागि के गर्नेछ? If I become prime minister, Not or pres- minister, even chief minister, or cabinet minister, म प्रधानमन्त्री या कुनै अन्य मन्त्री भयो भने I will have 50 crores and nobody to ask me about it. मसँग 50 करोड हुनेछ, 6 months' time. 6 महिनामा नै मैले त्यति कमाउने छु। My dear friends, मेरो प्रिय I मित्रहरू, know our Indian heart. You see, I have an Indian heart also. हाम्रो भारतीय हृदय कस्तो छ मलाई थाहा छ। Oh, we'll jump, we'll dance. हामी उफ्रिन्छौँ होला, हामी नाच्छौँ Oh, होला। what does the old proverb tell us with great wisdom? पुरानो उखानले हामीलाई के भन्छ? If we show gold, हामीले सुन देखायो भने Pinamev karam. मुर्दा पनि उठ्नेछ। What? The corpse will sit up. के पैसा देखायो भने मुर्दाहरू पनि त्यसरी उठ्छ? Do you see the old wisdom? तपाईँले देख्नु हुँदैछ यो ज्ञान? It will be somewhere in your heart. यो कुरा तपाईँको हृदयमा लुकेर बसेको होला। My dear people, मेरो प्रिय such मित्रहरू, a time यस्तो समयमा when the whole world is going after money, money, money. जब सारा संसार नै पैसाको पछि कुदिरहेको छ, Will this fellowship be honest? के यो संगति चाहिँ इमानदार हुनेछ? Will we be true to के Jesus? हामी यीशुसँग सत्य हुन सक्छौँ? Will we follow faith? के हामी विश्वासलाई पछ्याउन सक्छौँ? Or will we become talker? के हामी बोल्ने मात्र हुन्छौँ? May God have mercy on us. परमेश्वरले हामीमाथि दया गरून्। You know, our very words will either impart faith to others or scatter the little faith they have. हाम्रो शब्दले नै कि चाहिँ मानिसहरूमा विश्वास बाँड्न सक्छ या मानिसमा भएको विश्वासलाई नष्ट गर्न सक्छ। Please don't talk any worldly thing in this compound. यो जग्गामा तपाईँले कुनै संसारिक शब्द नबोल्नुहोस्। Just say, Lord, केवल भन्नुहोस्, प्रभु, I am here to worship Jesus. म येशूलाई आराधना गर्न Let लागि me आएको छु। be like Jesus. म येशू ख्रिस्ट जस्तै हुन सकूं। Faith. विश्वास। Let us pray. हामी प्रार्थना गरौँ। Let us pray. हामी प्रार्थना Let गरौँ। us tell God, हामी परमेश्वरलाई भनौँ, oh God, हे प्रभु, my faith, मेरो विश्वास, true faith, साँचो विश्वास, what great things I have to do. परमेश्वरको लागि कति महान काम मैले गर्नुपर्ने हो। Great things I must find and seek. मैले महान कामहरू खोज्नु पर्ने छ। Why is it my faith is so small? किन मेरो विश्वास यति सानो छ प्रभु? Oh, loving Father, हे पिता, bless these dear people. यो व्यक्तिहरूलाई आशिष दिनुहोस्। We want you to visit us with faith. हामीलाई भेट गर्नुहोस् विश्वासद्वारा। Let your hand be upon these dear people. तपाईँको हात यिनीहरूमाथि होस्। In Jesus' almighty name, येशूको महान नाममा। amen.